विशेष गरेर वर्णमाला परिवारका देवाशिष मोथेज्यू अनि लगायत उहाँका सम्पूर्ण सहयोगी मित्रगणहरूलाई आन्तरिक हृदयबाट म धेरै धेरै बधाई पनि दिन चाहन्छु अनि उहाँलाई म शुभकामना पनि चढाउन चाहन्छु। र पछिबाट उहाँले यो कार्यक्रम 3 दिवसीय हिमालयन फोक फेस्टिभल 2025 हामी सिलगढीमा हामी आयोजना गरिरहेका छौँ, गर्न गइरहेका छौँ र सिक्किम सरकारको पनि विचार म जान्न चाहन्छु भनेर उहाँले मलाई भेट्नुभयो मेरो आफ्नो सरकारी वासस्थानमा। त्यसपछि उहाँबाट मैले धेरै कुराहरू बुझेपछि अहिलेको 21औं युग यानी यो युग भनेको कम्प्युटरको जमाना हो, सोशल मिडियाको जमाना हो, डिजिटलको जमाना हो, गुगल्सको जमाना हो। यानी अहिलेको समय भनेको हामीले संसारमा नै संसारलाई आफ्नो गोजीमा नै बोकेर हिँड्छौँ अनि अहिलेको युग भनेको आफ्नो चिजहरूभन्दा अरू चिजहरूमा बेसी हामी आकर्षित पनि हुन्छौँ। आज हेर्नुहोस् यति एउटा म ऐतिहासिक कार्यक्रम नै भन्छु, यो पहिलोपल्ट यो भेकमा सिलगढीको सिटी सेन्टरको प्राङ्गणमा विशेष गरेर इन्डिजिनियस जनजातिहरूको सिङ्गिङ कम्पिटिसन, अनलाइन सिङ्गिङ कम्पिटिसन प्रतियोगिता गरेर कम्पिटिसन गराएर प्रस्तुति पनि गर्नु भनेको अहिलेको समयमा यो कुरा फलमको चिउरा चपाउनु जस्तै हो। किनभनेदेखि अहिले हाम्रो भाषा, रीतिथिति, संस्कारलाई प्राय सबैजनाले नै भुलेको जस्तो लाग्छ। म भुल्यो भनेर भन्न चाहन्न, तर भुले जस्तो लाग्छ। र आजकै कार्यक्रम यदि हामीले यहाँनिर वेस्टर्न कल्चर प्रस्तुति हो, यहाँ आज सिटी सेन्टरमा 11 तारिक 2025 जनवरी 2025 मा चाहिँ वेस्टर्न कल्चरको प्रस्तुति हुँदैछ भनेर मात्रै सोशल मिडियामा प्रचार प्रसार नगरिकन सोशल मिडियामा मात्रै यदि हामीले लोड गर्नु अपलोड गर्नु हो भने यहाँ भिड थाम्नु नसक्नुहुन्थ्यो होला। तर आजको यो प्रस्तुति भनेको हाम्रो आफ्नो जातीय संस्कृति, वेशभूषा, भाषा अनि लुप्त हुँदै गएको, हराउँदै गएको जातिहरूको भाषा संस्कृतिलाई संरक्षण गर्ने एउटा ठुलो कोसिस हो, वर्णमाला परिवारको ठुलो कोसिस हो। अनि त्यसले गर्दाखेरि आजको जुन जमघट भनेको कम जमघट छ। र आज जति पनि यस कार्यक्रममा आउनु भएको छ उहाँहरू सबैजना हैन सिटी सेन्टरमा यो कार्यक्रम हुँदै रहेछ, हिमालयन फोक फेस्टिभल हुँदैछ, हेर्न जाउँ न त, हेरिहालौँ भनेर तपाईहरु आउनु भएको होइन। तर तपाईहरु जति पनि आउनु भएको छ यस कार्यक्रममा तपाईहरु मनभित्रबाटै आउनु भएको छ, मनले आउनु भएको छ। तपाईहरुको मनमा के छ भन्दाखेरि होइन हौ साच्चै हामीले हाम्रो भाषा भुलेर जान्दैछ, हामीले हाम्रो वेशभूषा पनि लगाउन लजाउँदैछ, हाम्रो संस्कारहरूलाई हामी भुल्दैछौँ, होइन यसलाई हामी जोगाउनु पर्छ, यसलाई बचाउनु पर्छ, यसको संरक्षण गर्नुपर्छ भन्ने विचारले तपाईहरु आउनु भएको भनिन्छ नि। धेरै मान्छेहरूको जमघटबाट सुरु हुँदैन, कुनै पनि राम्रो काम हुनु हो भने कम जनसङ्ख्याबाट नै सुरु भएर बृहत रूप लिन्छ। र मलाई आशा छ वर्णमाला परिवारले जुन उहाँले सोच्नु भएको छ आफ्नो जातीय प्रति, उहाँले आफ्नो भाषाप्रति, संस्कृतिप्रति अनि संस्कारप्रति जुन काम गर्नुभएको छ तपाईले सोचेको कुरा अवश्य पनि प्राप्त गर्नुहुन्छ, यो मलाई पूर्ण विश्वास छ। तर हामीले कहिले पनि होइन, हामी कसैबाट पनि सहायता पाएनौँ, हामीले कसैले पनि हेल्प गरेन, हामी त अब हट्नु पर्यो, हामी त यो काम छोड्नु पर्यो भनेर तपाईहरुले नभन्नु होला है। जति सक्दो हामी सिक्किम सरकारको तर्फबाट, चाहे तपाईहरुको सिमाना हाम्रो र तपाईहरुको सिमाना नमिलोस्, तर तपाईले जुन काम गर्नु हुँदैछ त्यो सबै हाम्रो जातीय संरक्षणको निम्ति, अनि भाषा संरक्षणको निम्ति, रीतिथि संरक्षणको निम्ति अनि वेशभूषा संरक्षणको काम गर्नु हुँदैछ। र आज म यहाँ तपाईहरुको समक्षमा वर्णमाला परिवार कालिम्पोङको निम्तोमा
म आज आउन पाएँ, यो मेरो अहोभाग्य हो। अनि आज म तपाईहरुको यस समारोहमा आउनु प्योरली नन पोलिटिकल हो, कुनै पनि म राजनीतिक मनसाई लिएर आएको होइन है। हाम्रो सम्बन्ध भनेको दाजुभाइको सम्बन्ध हो। मैले आएर पश्चिम बङ्गालमा दार्जिलिङ कालिम्पोङमा यो भेगमा कुनै प्रकारको राजनीति गर्नु छैन, तर म एउटा राज्यको मुख्यमन्त्री भएको नाताले गर्दा म कुनै पनि सामाजिक कार्य गर्न सक्छु, म कुनै पनि संस्थालाई म सघाउन सक्छु। अनि कसैले राम्रो काम गर्दैछ भने होइन तपाईले राम्रो काम गर्दैछौ है, काम राम्रो गर्नु हुँदैछ, लो है हामी पनि छौँ है, सिक्किम पनि छौँ है भन्ने कुरा लिएर म आएको र आज वर्णमाला परिवारलाई म यही विचार लिएर मैले सपोर्ट गरेँ है, हाम्रो सरकारबाट सपोर्ट। किनभने एउटा राम्रो काम गर्ने भाषा साहित्य संस्कार भनेको एउटा राज्यको पेवा होइन। आज म नेपाली भाषा बोल्छु, म आफ्नो जातीय तामाङ भाषा पनि बोल्छु, अनि तामाङ सिक्किममा पनि बसोबास गर्छन्, दार्जिलिङ कालिम्पोङमा बसोबास गर्छन्, भारतको विभिन्न प्रान्तहरूमा बसोबास गर्छन् भनेदेखि नेपालमा बसोबास गर्छ। भाषा हाम्रो सबै एउटै मिल्छ, तर हाम्रो चिन्हारी अर्कै छ। म सिक्किममा छु, म आफ्नै राज्यमा छु, म आफ्नै राज्यको राजनीति गर्छु, अनि म पश्चिम बङ्गालमा या दार्जिलिङ कालिम्पोङ यो भेगमा म राजनीति गर्नु छैन। र म प्योरली आज अराजनीतिक कार्यक्रम नन पोलिटिकल कार्यक्रममा म आएको हो। यसलाई कसैले पनि पोलिटिकल नलिनु होला, राजनीतिक तौरले नहेर्नु होला है। त्यसले गर्दाखेरि म विशेष गरेर वर्णमाला परिवारले जुन कोसिस गर्नुहुँदैछ, तपाईले भाषाको संरक्षणको निम्ति, जातीय वेशभूषाको संरक्षणको निम्ति, संस्कारको निम्ति तपाईले काम गर्नुहुँदैछ, तपाईहरु काम गरेर अघि बढ्नुहोस्। तपाईहरु काम गरेर तपाईले अवश्य पनि सफलता तपाईले प्राप्त गर्न सक्नुहुन्छ। तपाईलाई यसको उदाहरण दिन चाहन्छु। एक दिन एकजना गुरुले आफ्नो दुई शिष्यहरूलाई बोलाएर लालटिन दिएछ अरे, जुन लालटिनले खाली 10 फिट मात्रै देख्थ्यो, यानी 10 फिट परसम्म देख्न सक्थ्यो, त्यहाँदेखि उता देख्न सक्थेन। अनि दुईजनामा एउटा शिष्य लालटिन बोकेर ऊ हिँडिहाल्यो। ल तिमी यो जति पनि परिक्रमा गरेर आउनु, यो जति पनि मतलब जग्गाहरू छ, एरिया छ, यो एरियालाई तिमीले घुमेर आऊ, हेरेर आऊ भनेर जब दुईजनालाई लालटिन दिएपछि एकजना शिष्य तुरुन्त गुरुको आज्ञा पाएपछि ऊ हिँड्यो है। तर एकजना शिष्य त्यो बीचमा एकजना शिष्य यस्तो थियो अरे, गुरुजी तपाईले मलाई लालटिन त दिनुभयो, तर यो लालटिनले खालि 10 फुट मात्रै देखिन्छ त, 10 फुटदेखि उता चाहिँ म कसरी जानु? म त खालि 10 फिट मात्रै जानु सक्छु, म 10 फिट मात्रै हिँड्न सक्छु, त्यहाँदेखि म हिँड्नु सक्दिनँ भनेर उहाँले त्यो गुनासो गरेर बस्यो अरे। तर अर्को शिष्य भनेको लालटिन लिएर हिँडिहाल्यो अरे। कसरी हिँड्यो? 10 फिट हिँड्यो, फेरि बादमा उसले 10 फिट देख्यो, हुँदै हुँदै उसले 1000 फिट कम्प्लिट गरेर आइपुग्यो अरे। त्यसले गर्दा हुनसक्छ वर्णमाला परिवारलाई पनि यस्तो हुनसक्छ, होइन अहिले त हामीलाई कुनै प्रकारको सहयोग छैन, हामी त हिँड्न सकिँदैन होला, हामी त गर्न सकिँदैन नभन्नुहोस्। तपाईँले त्यो गुरुले जुन लालटिन शिष्यलाई दियो, दुईजना शिष्यमा जसले लालटिन लिएर है दुगुरे गए उनै सफलता है सफल भए। त्यसले गर्दा तपाईँहरू पनि अवश्य सफल हुनुहुन्छ। र आज सिक्किम सरकारले यस्ता हाम्रो जातीय भाषा वेशभूषालाई संरक्षण गर्नको निम्ति धेरै कदम चालेको छ है। सरकारले त नियम बनाउने हो, पोलिसी बनाउने हो, तर त्यसको है लागू गर्नु नगर्नु सबभन्दा ठुलो चाहिँ हाम्रो है नागरिकहरूको हातमा छ। विभिन्न जातिहरूभित्र पर्ने हाम्रो आमा बाउ दाजुभाइहरूको छ। आज सिक्किम सरकारले एउटा आदेश जारी गरेको छ सरकारमा, प्रत्येक हप्तामा है प्रत्येक जाति जुन जातिभित्र पर्छ उहाँहरूले आफ्नो आफ्नो वेशभूषा चाहिँ स्कुलमा अनिवार्य रूपमा लाउनुपर्छ भन्ने हामीले नोटिफिकेसन जारी गरेका छौँ। भनेपछि एटलिस्ट है प्रत्येक जातिले आफ्नो वेशभूषा खाली बिहामा या खाली सालमा एकपल्ट होइन, प्रत्येक हप्ता लाउन पाउँछ। भनेपछि उसले आफ्नो वेशभूषा के हो भन्ने उसले जानकारी प्राप्त गर्न सक्छ। नत्र हो भने के छ भने त्यो वेशभूषा जातीय पहिरान भनेको चाहिँ हामीले कहिले कहीँ है बिहामा या कुनै पनि ओकेजनमा लाउने गर्छौँ, अनि लगाउनको निम्ति पनि हामी है लजाउँछौँ। भा मलाई कसैले के पो भन्छ कि दौरा सुरुवाल लगाउनको निम्ति हामीले सोच्नुपर्छ, भा मैले दौरा सुरुवाल लाउँदाखेरि भा त मलाई कसैले के भन्छ।
अनि बखु लाउँदाखेरि भा मलाई कसैले पो के पो भन्छ कि भनेर सोच्नु पर्थ्यो पहिला। तर आज त्यो सिक्किममा स्थिति छैन। आज म विभिन्न कार्यक्रममा जाँदाखेरि है म आज है विभिन्न कार्यक्रम जस्तै कुनै पनि साहित्यिक कार्यक्रम छ, कुनै पनि है नेपाली भाषाको कार्यक्रम छ, भानु जयन्तीको कार्यक्रम छ, भाषा मान्यता कार्यक्रम छ भने म निर्धक्कसँग म दौरा सुरुवाल टोपी लगाएर जान्छु। मलाई गर्व लाग्छ आफ्नो है पहिरानसँग। अनि जब कुनै पनि लोसुङको प्रोग्राम भयो गुम्बामा जाँदाखेरि म निर्धक्कसँग म बख्खु लगाएर जान्छु। अनि नामसुङमा जाँदा कुनै पनि लेप्चा कम्युनिटीको कुनै पनि कार्यक्रममा जाँदा म गादा लगाएर जान्छु। अनि म कुनै पनि सखिवा पर्वमा जाँदाखेरि म राई जातिको पहिरान लगाएर जान्छु। अनि लिम्बू जातिको कुनै पनि कार्यक्रममा जाँदाखेरि चासोक दङनाममा जाँदाखेरि म लिम्बू जातिको म है ड्रेस लगाएर जान्छु। मलाई गर्व लाग्छ। त्यसो हुँदा एउटा मुख्यमन्त्रीले नै लगायो भने के हुन्छ, एउटा मोडल हुन्छ। अनि अब स्कुल एजुकेसनबाट म अनिवार्य रूपमा हामी नोटिफिकेसन पनि जारी गर्दैछौँ कि अब प्रत्येक जातिभित्र पढ्ने विद्यार्थी नानीहरूले त्यो आफ्नो भाषा पढ्नै पर्छ अनि स्कुलमा पास गर्नै पर्छ भन्ने हामी बनाउँछौँ। तब मात्रै हाम्रो भाषा सिक्छन् अनि हाम्रो भाषा बाँच्छन्। नत्रबाट भनिन्छ नि कुनै पनि जातिलाई खतम गर्नु हो भनेदेखि त्यो जातिलाई मार्नु पर्दैन, त्यो जातिको भाषालाई खतम गर्यो भनेदेखि त्यो जाति नै मासेर जान्छ भनिन्छ। आज यस्ता अनेकौं जातिहरू छन् जो आज संसारमा एकदमै है डेन्जरमा पुगेको छ, इन्डिजिनियस है इन डेन्जरमा पुगेको छ, मासिनु आँटेको छ। आज एकजना है तपाईँको भाइ गायक भाइ जसले टोटो भाषामा उहाँले आफ्नो गीत प्रस्तुति गर्नुभयो। उहाँले भन्नुभयो कि उहाँ मेरो साँच्चै नै है बिग फ्यान रहेछ, मेरो शुभचिन्तक रहेछ। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आजदेखि उपरान्त म पनि उहाँको बिग फ्यान भयो। उहाँले जुन प्रस्तुति गर्नुभयो उहाँले टोटो भाषामा, आज उहाँले भन्दै थियो कुनै कति 500 पनि छैन उहाँहरूको है अब आज उहाँहरूको नम्बर। भनेपछि यसरी नै लुप्त हुँदै 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 जान्छ। त्यसै जातिहरू लुप्त भएको होइन, भाषा तपाईँको हराएर गयो। भाषा हामीले बोल्न नै छोड्यो, बोल्न लजाउँछौँ हामी। त्यसले गर्दाखेरि हामीले आफ्नोपनलाई जहिले पनि रोज्नुपर्छ। हामी जहिले पनि अरूको कुरासँग हामी बेसी ज्यादा मोहित हुन्छौँ। कुनै पनि कुरा अरूको कुरा हामी मन पराउँछौँ तर आफ्नै कुरा मन पराउनु छोडेका छौँ। भनेको आफ्नो भाषा बोल्नु मन पराउँदैनौँ तर अरूको भाषा जानी नजानी बोलिरहेको हुन्छ। तपाईँ जानुहोस् विदेशमा जानुहोस् त, स्विजरल्यान्ड जानुहोस्, उहाँले इङ्ग्लिस बुझ्नुहुन्छ। किन बुझ्दैन? उहाँले बोल्नु पनि हुन्छ तर कहिले पनि उहाँले इङ्ग्लिस बोल्दैन, उहाँले स्विस भाषा बोल्छ। तपाईँ जानुहोस् फ्रान्समा जानुहोस्, उहाँले इङ्ग्लिस भाषा किन नबुझ्ने? उहाँले बुझ्नुहुन्छ तर उहाँले फ्रान्समा त बोल्छ, किन उहाँले आफ्नोपनलाई बचाउनु छ नि। तर हामी के छौँ, हामी आफ्नो भाषा जान्दैछ भने हामीले अरूकै दिन्छौँ। जानी नजानी अरूको बोलिरहेको हुन्छ। भनिन्छ नि, कहावत छ कि भाषा जुन तपाईलाई सजिलो लाग्छ त्यो बोल्नुहोस्, अनि ड्रेस या वेशभूषा तपाईलाई जुन सजिलो लाग्छ त्यो लाउनुहोस् भन्छ। हामीलाई हाम्रै भाषाले चिनाउँछ, हामीलाई हाम्रै वेशभूषाले चिनाउँछ, अरूले हामी चिन्दैनौँ। र हामी अरूको कारणले चिन्न होइन, हामी हाम्रै कारणले चिन्नुपर्छ। आज हामी विदेशमा जाउँ, विदेशमा मैले देखेँ है, मलाई जानकारी पनि छ। आज विभिन्न देशहरूमा है विभिन्न ठाउँहरूमा हाम्रो यहाँबाट गएका हाम्रा नेपाली समुदायका विभिन्न भेला भएर उहाँले समाज बनाउँछन् है, उहाँले सोसाइटी बनाउँछ। किनभने आफ्नोपन बचाउनको निम्ति है। म एकपल्ट अस्ट्रेलिया जाने मौका पाएँ, त्यति बेला नेपालका हाम्रा धेरैजना त्यहाँनिर है नौकरी गर्न, त्यहाँनिर है जागिर खानाका निम्ति गएका रहेछ। उहाँले त्यहाँ मिलेर नेपाली पढाउँदो रहेछ, नेपाली सबैजना मिलेर उहाँहरूको नानीहरूलाई नेपाली पढाउँदो रहेछ। तर यहाँ त त्यो छैन नि त। त्यसले गर्दा हामी सबै मिलेर हाम्रो भाषा वेशभूषालाई संरक्षण गर्नको निम्ति हामीलाई कसैले पनि है हाम्रो है तपाईँको राज्यको सिमानाले नरोकोस्, हाम्रो जातको सिमानाले नरोकोस् अनि धर्मको सिमानाले नरोकोस्। यही म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु।